सो हेलो गाइज नमस्ते दिस इज योर देव अनि वेलकम चाहिँ डुवर्सटी ब्लगमा गाइज यति बेला भने म चाहिँ समुद्रला पुलमा आएको छु यहाँ लालपुल भनिन्छ। यहाँ चाहिँ किन आएको भन्दाखेरि चाहिँ म चाहिँ स्कुल लिएर आएको थिएँ ट्युसन हो नानीहरू अनि उताबाट आउँदा आउँदा चाहिँ यहाँ चाहिँ खोलामा हाम्रो फुपा हो उहाँ तल आउनु हुँदैछ दुईजना फुपाहरूलाई लिएर आएको म चाहिँ यहाँ है। अनि उनीहरू चाहिँ सायद के भाकाल थियो होला खोलामा यहाँ माछा छोड्नुलाई अनि त्यही भएर चाहिँ उनीहरू आएको छ तल त्यो देख्न सक्नुहुन्छ। उनीहरू चाहिँ अब के भाकाल होला दुईजनाको त्यो भएर चाहिँ म चाहिँ यहाँ टोटोमा बसिरहेको छु है अहिले चाहिँ धेरै दिनपछि भ्लग गर्दैछु फेरि टाइम नै पाइँदैन। पानी चाहिँ एकदम यहाँ एकदमै पहिले सफा हुन्थ्यो अहिले पुरा मैला पानी रहेछ यहाँ चाहिँ उहाँ छ लु उनीहरूले अब दुईजनालाई अब के गर्नु अरे त्यस्तै लाग्यो। उहाँहरू चाहिँ माछा छोडे यहाँनिर यहाँ देख्नुहुन्छ म जुम गरेर देख्नुहुन्छ। हाम्रो गोकुल फुपा सोल्टा पनि भनिन्छ है हामी चाहिँ सोल्टा भन्छौँ घरे एक्चुअलमा चाहिँ फुपा पर्छ। एकदमै धमिलो पानी यहाँ त उनीहरूले माछा छोड्दैछन् भाकल गर्दैछन् परतिर यहाँ माछा मार्दैछन् फेरि एकदम तल माछा मार्दैछन् त्यहाँ फेरि एकदमै टाढा छ। यो समुद्रला पुल लालपुल भनिन्छ त्यसको नजारा। उनीहरू चाहिँ राइडा खोला जाने प्लान थियो तर एकदमै रातभरि पानी पर्नाले गर्दा अर्को पहिलाको खोला चाहिँ बढेर पार हुन नसक्ने रहेछ। सो उनीहरूले चाहिँ डिसाइड गरेर चाहिँ यो लालपुलमा आइपुगे उनीहरू चाहिँ। ओ राइट उहाँको चाहिँ पूजा सम्पन्न भयो फर्किनु हुँदैछ। यो बानै यति यहाँ आएर यता हुनुहुन्छ कम्प्लिट भएर चाहिँ आउनुहुँदैछ। अनि पल्लोपट्टि देख्न सक्नुहुन्छ चियाबारी है यहाँ चाहिँ यो चाहिँ कुइनोर टी स्टेट भनिन्छ लालपुल समुद्रला। अनि म अर्को छोर देखाउँछु ब्रिजको यतापट्टिकै नजारा। यता गाउँ छ खेतीबारी गर्छन् यहाँको हेर्न सक्नुहुन्छ। यो यहाँ चाहिँ भर्खरै मकै काटिसकेछ पाकेर पनि गाउँ छ बस्ती ठुलो बस्ती छ यस्तो छ नजारा। सो अलरेडी गाइस म चाहिँ अब है उनीहरूको पनि पूजा सम्पन्न भयो म पनि फर्किनुपर्ने हुन्छ मलाई पनि। म चाहिँ गोरखनाथपुरमा एकछिन गएर बस्नेछु अब त्यो बहिनीहरूको ट्युसन कम्प्लिट हुन्छ सकिएपछि चाहिँ म पनि लाग्नेछु उनीहरूलाई लिएर। अनि उर्सुलादेखि पनि 7जना स्टुडेन्ट छ उनीहरू पनि लिएर घरतर्फ लाग्नेछु। अनि त्यस्तै हो म अलि लोकनाथपुरको नजारा अलिकति देखाउनु छु है। मैले चाहिँ सोचेको थिएँ गाइस उनीहरूको पूजा सम्पन्न भयो भनेर सरी है उहाँहरूको चाहिँ वारीपट्टि चाहिँ पूजा गरेछन् अब यो पारीपट्टि पनि गर्नुपर्छ अरे अनि त्यस्तै होला यहाँ फुपाहरू वारीपारी दुईतिरै गर्नुपर्ने रहेछ पूजा। अब पारीपट्टि एकपट्टि सक्यो है वारी सक्यो पारी ल। अघि यो छोरमा थियो है खोलाको वारी अहिले खोला पारी पूजा गर्दैछ नि यहाँ हुनुहुन्छ है। यो हो समुद्रला लालपुल यहाँनिर मन्दिर छ काली मन्दिर। सो अब उहाँहरू पूजा सम्पन्न भएपछि चाहिँ म पनि लाग्नुपर्ने हुन्छ।